Okay, what's up people? फेरि पनि तपाईको माझमा एउटा रमाइलो भ्लग लिएर आइसकेको छु म। भ्लग त के भन्नु साह्रै बोल्नु पनि आउँदैन, प्रोफेसनल साह्रै भइ पठाएर होला कि। तर म यो जग्गा आइपुगेको छु जुन चाहिँ जग्गामा आउँछु भनेर भनेको थिएँ कि अघि बाइकमा। अब त्यो फुचेलाई भेट्नु जाउँ न हैन। गिटार बजाएको मात्रै थियो हैन, म चाहिँ यस्तो साह्रो तानसेन खतरा खालको मान्छे हो कि गिटार झट्राङ मात्रै गरेका मान्छेहरू यस्तो के प्रकट हुन्छ के हो। ल यही हो त्यो मान्छे चाहिँ, त्यो भन्छ नि उहाँ हो। हेलो गाइस। Hello guys, it's me from David Kusko छोरा, उसको भाइ, कुसको भाइ, कुसको घर, सबै कुसकै हो। कडा आयो, अनि यो यति क्या छ देख्दा हेर न, गाला कस्तो छ त्यही त हैन। यो त हालेपछि आधी किलो पनि बिर्सेँ होइन बिहान भाइ 1 लिटर लिएको होइन, मैले कति 3 कप कि 2 कप मात्रै चिया पकाएको। दुधको टेस्ट आएको छैन। कलकत्ता याद आउँदैछ म त, कलकत्ता। अन्त यहाँ दुध किन छिटो सक्दैछ भनेको त यहाँ रहेछ नि त दुध खाने भाइ चाहिँ। अब पिछु म। बाजेलाई भेट्नु जाने हो हामी दुईजना। मासु फ्राई गर्दै भन्नु पर्यो ल। चिची मामा खाने हो आज। चिकन फ्राई गर भन्नु। खाने हो चिकन है, आज मजाले चिकन खाएर आउने हो। आज भाइको साथमा भाइले हट विल्स बोकिरहेछ हट भएर। कता हिँडेको हट भएर ग्रिपहरू नि आम्बो भाइ त के सी कट खेलिरहेछ, सी कट। यस्तो राख्न ल, कति दामी जुत्ता हो, कसले किनिदिएको? पुगिसक्यो अहिलेसम्म जुङ्गाएको छैन। के भएको फेरि भन्नु न एकपल्ट। 21 इयर्स पुगिसक्यो अहिलेसम्म जुङ्गाएको छैन होइन। के गर्नुपर्ने होला नि खाएर मिस्टर के चाहिँ लाउनु हौ जुङ्गा? मिस्टर हट पुट यु डाउन। गाडी त है स्टियरिङ त बटाल्नु परिहाल्छ, कहाँ पाक्सम्म रोक्नु हो। ल त्यसो भए म रानीपुर। ल गाउँले हुन्छ काकी आउनुहोस् है। अब चाहिँ डाइरेक्ट सिङताममा भेटौँ होला हौ, किनभने यहाँनिर बेसी ब्लग गरेर बेसी तमास पारेर काम छैन हो। भेटौँ गाडीहरू त्यस्तै अब यस्तो कुराहरू चाहिँ थिएन पहिला, यस्तोहरू बनिएको थिएन। राम्रो अन्त यो हाम्रो प्यारो सिङथाम बजार है। हाम्रो सिक्किममा चाहिँ थाङहरू चाहिँ पुरा छ, अब सिङताम होइन, जोरथाङ, देनताङ हो, सिङ्गीथाङ पुरा बेसी क्या हो। अब यहाँनिर सर हुनुहुँदो रहेछ। साह्रै नै गरिहाल्छ नि त। अलिकति वर्दीमा छ भने चाहिँ आई डोन्ट नो वाट इज रङ विथ द्याम। लाइक एभ्री टाइम लाइक नट फर द फर्स्ट टाइम, लाइक यु नो जहिले पनि रुड मात्रै बोल्छ। यो हाम्रो सिक्किमको चाहिँ अब कप्सहरू चाहिँ आई डोन्ट नो वाट इज रङ विथ द्याम, आई डोन्ट नो। अनि हो त भन्दा के नै माग्देर खाइदिएको जस्तो हो कि लाइक एज इफ आई डोन्ट नो, लाइक जहिले रुडै मात्रै देखेँ मैले क्या कहिले पनि। तँलाई चड्काइदिउँ, हानिदिउँ, थुनिदिउँ मात्रै क्या हो। आई डोन्ट नो। तर सिक्किम पुलिसले आफ्नो मोटो चाहिँ घरिघरि याद चाहिँ गर्नुपर्ने कुरा हुन्छ। जस्ट बिकज यु आर वेयरिङ अ युनिफर्म डजन्ट मिन द्याट यु क्यान बी लाइक यु नो रुड एन्ड यु क्यान टक एनी शिट अबाउट द पिपल एन्ड द्याट इज नट भेरी नाइस एक्चुली, बिकज हामी पनि मान्छे हो यार होइन। तपाईँ वर्दीमा हुनुहुन्छ हुनुहोस् न, अरे तपाईँको काम हो गर्नुहोस् न, हामी इज्जत गर्छौँ यार। बट देन अफ कोर्स रुड चाहिँ नबोलिनु न, माया गरेर बोल्नु। अरे चार्ली च्याप्लिनले भनेको छ संसारमा
सबै कुरा गर्नुको लागि चाहिँ माया नै काफी छ अरे क्यो कुनै कुरा डिस्ट्रक्टिभ गर्नु छ भने मात्रै पावर चाहिन्छ क्यो यही कुरा इङ्ग्लिसमा भन्नु पर्दाखेरि चाहिँ लाइक इट टेक्स लभ टु एकम्प्लिस एभ्रिथिङ क्यो इट ओन्ली द पावर वी निड पावर अब गर्नै पर्यो मा अब के हो मैले त्यो दाजुले मलाई यस्तो गरेर पर्खी भनेर भन्यो होइन मैले पर्खिदिएँ मेरो बाइक मिस भयो तर भए पनि दाजुले मलाई मुस्कान दिनुभयो आइएम ह्याप्पी म खुसी छु त्यो त्यही कुरामा अनि त्यस्तै हुनुपर्छ आफ्नो संसार राम्रो बनाउनु पर्यो होइन हाँस्नु पर्यो घुम्नु पर्यो मायाले जित्छ नि संसारमा माया नै ठुलो कुरा हो यार अब म जान्छु अब आई नो कुशको गाडी पछाडि नै छ बिचरा मलाई माया लाग्छ यसरी रोडमा काम गर्ने मान्छेहरू किनभने इट्स टु रिस्की टु वर्क इन द रोड वेन यु नो स्पेसली इन द हाइवेज यो पनि एउटा हाइवे नै हो तर हाम्रो सिक्किमको सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ यो सानो हाइवे पऱ्यो क्या अघि मैले कुरा गर्दै गएको कुरा यही हो यता गयो भने तपाईँको साउथ सिधा गयो भने नर्थ यता गयो भने चाहिँ तपाईँको इस्ट अनि म चाहिँ उयो पर माथितिर पर्खिनु पऱ्यो भनेर सोच्दैछु यहाँनिर आम्बो कति साल बाद म यो उकालो हिँड्दैछु त्यतिका यहाँनिर पर्खिन्छु त्यसलाई यसो गाडी आएपछि भइहाल्छ यहाँनिर राख्छु यहाँनिर ए अब यसले गफ गर्दा उड्दा छिटो न हो गाउँले अब यसलाई नै अगाडि जानु भन्नु पऱ्यो नि किनभनेदेखिलाई अब अगाडि यसलाई जानु दिएन भने त्यही आज मैले यहाँनिर हनुमान हिँडेर होला कि ठिकै देखेँ मलाई तर आज चाहिँ एकदमै नस्टाल्जिक फिल भइरहेको छ अब म जब लास्ट जब आएको थिएँ यो घरहरूको चाहिँ रड मात्रै गाड्दै थियो आज त घरमा अन्त कलरफुल भइसकेछ घर यहाँको आम्मा यहाँ पनि त यस्तो बनिसकिसकेछ हेत्तेरिका अब माथि घर अब आजभन्दा 4-5 वर्ष अगाडि चाहिँ नि गाइज यहाँबाट चाहिँ नि म अब हुन्छ नि त्यतिखेर एनफिल्ड थियो मेरो रोयल इनफिल्ड होइन आमामा भट्टा टाटा टिट गर्दै जान्थेँ क्या अनि यहाँ चाहिँ हाम्रो नुएल साथीको घर हो बाटो त अन्त रोडा थियो भने आमा यहाँ पनि निकै प्रगति भएछ लु अब चाहिँ आइपुगेँ हाम्रो बाराकोटीको घर हाम्रो वर्ष बाद होला हौ म आइपुगेको यहाँ पे अबे भाइ आइपुग्यो हामी है अब अलिक ठुलो हुनु कि सँगै हुनुपर्छ ल ओके ओके कान्छा हाउ वाज योर राइड ए ड्राइभ चलो लेट्स गो बाजे कस्तो हुनुहुन्छ आइपुगे कति वर्ष बाद हो हुन्छ आउनु न आज गफ गर्ने हो मजाले टन्नसँगले के बनिँदैछ हौ तल चाहिँ कम्पोस्ट हाँसहरू पनि रहेछ आजकल त यहाँ पर उडेर आएको आफै उयो आमा हेर यस्तो हुन्छ है गाउँले गाउँ आज
दामी रहेछ त अन्त बसेको आएर यहाँनिर एकदम शान्ति एकदम पिस महसुस भयो होला नि उसलाई यहाँ चाहिँ मार्दैन भनेर उयो भयो होला नि उसलाई एनर्जी यस्तो मेरै स्टाफको रहेछ कि अन्त बे मेरो हाँस पो रहेछ त प्रीतिका ए भन्ने हो र होस राख भने होइन उसले चाहिँ उसको चाहिँ बुढा थिएछ होइन उसको बुढा चाहिँ उयो तल ड्याम छ नि उनीहरूले खाइदिएछ नि त अन्त डढेर आएको यो त्यहाँ पनि अब गाली खाएर खत्तम है मान्छेहरू त नि अन्त चाहिँ ऊ यहाँ बस्छ मजाले त्यो के जुडेको भन्दा पहिला चाहिँ भाउजूको उसकोमा थियो अरे प्रकाश भाइलाई चाहिँ भाउजूले भाइ बनाएको छ नि त आफ्नो भाइ उनीहरूकोमा थियो अरे आफ्नो माइती चिनेर जस्तो भइरहेछ कस्तो हुनेछ दाइ तपाईँलाई हाम्रो घर आएर रोमेलो भइरहेछ रोमेलो अमिलो पिरो ओभर रमाइलो आमा यहाँ यो हाम्रो चाहिँ यहाँ चाहिँ अब हावामै कुद्छ है यहाँनिर चाहिँ जब जब म आउँछु नि एकदम नै रमाइलो लागेर आएछ मलाई आमामा यी कसैलाई केही चाहिँदैन यहाँ म त त्यतिकै हो म त जे पाइँदै हालिदिनु बस्छु म त हाल्दिनँ पनि त इट इज जस्ट फर आवर ओन डकुमेन्ट्री तर भए पनि यो भाइ चाहिँ ओभरै मलाई खास लाग्यो क्या बिकज वेन वी वर इन लाइक 6th सेमेस्टर ब्याक इन लाइक 2017 आई गेस एट द्याट टाइम हामी चाहिँ एकदमै बेरोजगारी एकदमै लड्की बाज होइन त्यति साह्रो पनि घिनलाग्दो होइन बट त्यस्तो खाले कमाउनेपट्टि थिएन क्या बट आइ एम रियली ह्याप्पी एन्ड आइ एम ग्ल्याड अहिलेको हाम्रो भाइहरू चाहिँ एकदमै राम्रो लाग्यो क्या बिकज इट्स अ भेरी हाई टाइम क्या अहिले गरेन भने कहिले गर्ने त एन्ड पैसा चिनेको छ भने चाहिँ रमाइलो हुन्छ क्या जिन्दगी साह्रै नै अलराइट गाइस सो अङ्ग्रेजी बोल्छस् त त्यसका लागि नमस्ते ए हुन्छ हजुर ए ल अब धोएछ अलराइट गाडी धोएर भेटेर भरे बेलुका कुरा गरौँ है अहिले फिलहाल चाहिँ अब पानी बगेको छ धुनुपर्ने छ पुच्छु नाति नाति तिमी यहाँनिर आइपुगेको छ हामी अघि उसले त ट्वाक लगाइहाल्यो कालो होइन अब हामी यहाँ छ होइन यही कोठामा त हो त यहाँनिर म उता एनएसपिसीबाट चाहिँ भोकै आउँथेँ यहाँ खाना एक्सक्युज मी यहाँ खाना खाएर जान्थेँ मलाई अहिले इस्कुसको सब्जी साह्रै मिठो बनिन्थ्यो हो त यही हो हाम्रो बहिनी हुन्थ्यो यहाँनिर हाम्रो बहिनी कहाँ जान्थ्यो बिखेर कलेज ए फर्स्टमा त स्कुल जान्थ्यो अम्बो है फर्स्टमा स्कुल जान्थ्यो अहिले त अर्का स्कुलै टिचर हो अन्त हेर है कसले भन्ने गाउँले मिस बुझ्नै उहाँ चाहिँ प्रीतिका मिस प्रीतिका मिस प्रीतिका मिस बोल्नु मिस म त यहाँनिर म बिहान आउँथेँ खाना खायो त्यहाँदेखि जान्थेँ ओके मजा आउँथ्यो तर है त्यहाँदेखि के भन्छ मजा आयो तपाईँलाई सिका के सिक्नु काम लाग्दैन भन्न भाइ म त कालो भएछु तिमी चाहिँ किन सेतो हौ हाउ यु बिकेम सो फेयर ब्रो हाउ यु स्किन इज सो फेयर क्यामेरा चाहिँ छोपेर अन्त ब्लग गर्ने हो हेलो गाइज भन्नु न हेलो गाइज भन्नु न हेलो गाइस नमस्ते हेलो गाइज वेलकम ब्याक टु च्यानल इट्स डेभिड कोस भन्नु न इट्स सरी इट्स डेभिड काइरब भन्नु न यो को यो पुचु हो इज दिस पुचु पुचु हो काइरब हो काइरब हो पुचु नै हो त्यो यस 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 All right, baby Cairo, we are leaving, okay? Take care of your mama, all right? Brother, if you will touch... ए लो कमले साथीले चाहिँ टट्टी गरे जस्तो छ गनायो मलाई तेरिका गनायो त कान्छा अबि तँ यस्तो नगर बाठे भयो बाई सो I'm gonna get ready Cairo नो बेबी हाम्रो ओए के अरू के काम पो छ क्याफेमा जाने काम छैन क्याफेमा गएर काम छ हाम्रो सो वी आर हेडिङ टुवर्ड्स गान्तोक एलसिया